सबैजनालाई नमस्कार। आज म नेपाली आई एम जित बहादुर भन्ने मुभीको ट्रेलर हेर्न गइरहेको छु। यो मुभी चाहिँ 2083 साल असार 15 गते शुक्रबार हलमा चल्ने रहेछ र यो मुभी हामी सबैजना फ्यामिलीहरूसँग हेर्न मिल्छ कि मिल्दैन भनेर यो फिल्मको टिजर हेर्न गइरहेछौँ र तपाईँ हामी सँगै बसेर हेरौँ है त। लेट्स गो। OSR Digital, entertaining the nation. नाटक गरेर जीवन चल्दैन। अब यो बुढो शरीरमा ताकत छैन। कसरी चल्छ भन्नुस् त? तपाईको नाटकले बाटेको धूप सिन्के धूप छोरी यहाँ दिनदिनै बढिरहेछ। कसैलाई केही मतलबै छैन। नाटक खेलेर आखिर मैले के पाउँछु? यी स्टेजमा ताली, घरमा गाली। चुप! नाटक मजाक हो। हे मनुवा, तैँले यत्रो घर बनाइस, गाडी किनिस, यत्रो सम्पत्ति छ, तर एउटा धूप राम्रो बाल्न सकिनस्। के हो तिम्रो नाम? बहादुर, जित बहादुर। म काठमाडौँ जान्छु। के भन्नुभएको? चलचित्रमा काम गर्न चाहन्छु। चलचित्रमा। चलचित्रमा त हेर, नाम पनि छ, दाम पनि छ। हिरो बन्न गएको तेरो सिनेमामा सम्भावना छैन। किन सम्भावना छैन सर? तेरो अनुहार छ, न तेरो बाउसँग पैसा छ। कम पापड बेल्नुपर्छ चलचित्रमा काम गर्नलाई। नेम बहादुर, जित बहादुर। तो एक्टिङ गर्न गएको कि सिकाउन गएको भाइ? एक दिन यसरी बोल्छु, मेरा सबै कुराहरू बोल्ने छु र त्यो दिन अवश्य आउनेछ। Hi, Jeet Bahadur. I just saw your audition inside, and I heard from other people as well that you were a phenomenal actor. It was so good inside. English? नेपाली गुड। के हो तेरो पागल बुढाले तँलाई छोडेकै हो त? जीत, म तिमी बिना बाँच्न सक्दिनँ। धेरै माया गर्छु म तिमीलाई। माफ गर्नुहोला, तपाईले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्विच अफ गरिएको छ। फाइनली गाइज, मुभी चाहिँ एकदम दामी, फ्यामिलीहरूसँग हेर्न मिल्ने र हेर्दाखेरि आँखाबाट आँसु पनि झर्ने रहेछ गाइज। होइन, निकै दुःख लाग्दो मुभी रहेछ। सङ्घर्ष गर्ने कसरी, सानो फ्यामिलीबाट आएर सानो मान्छेले ठुलो सपना देख्दा के हुन्छ, पुरा गर्छ कि गर्दैन, त्यो सबै हेर्नको लागि चाहिँ यो मुभी हेर्नु होला। असार 15 गते शुक्रबार हलमा चल्दैछ है त गाइज। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नभुल्नु होला। फेरि हामी भेट्नेछौँ नेक्स्ट भिडियोमा। ओके, अहिलेको लागि बाइ बाइ।